भुइँसम्म छ नक्सै बन्छ हौ यसरी हेर्दा त यार बाटो चाहिँ यो हो सट्टा पारामा मर्निङ सबैजनालाई आजको दिन सुरुवात भइसक्यो हाम्रो रोयल सुरत दाइ के साल खबर सब बढिया दाइ भाषामा घर जान लाछन् हैन ल म चाहिँ यो अहिले ब्लग एडिट गर्दा गर्दै बिचमा चाहिँ यो अहिले भिडियो खिचिरहेको छु अनि मैले भर्खर ब्लग एडिट गर्न लाग्थेँ अनि यस्तो बर्थडेको भिडियो चाहिँ यता राख्ने कि उता राख्ने भन्ने भयो मैले ठ्याक्कै चाहिँ अब यो क्लिप हाल्छु हैन अब कसरी हाल्छु भन्दाखेरि फर्स्टको इन्ट्रो पछि चाहिँ यो भिडियो हाल्छु हैन अनि त्यसपछि बर्थडेको क्लिप चाहिँ हाल्छु अनि त्यसपछि बल्ल हाम्रो उता अगाडिको चाहिँ ब्लगहरू सुरु हुन्छ है त अब त्यही हो बर्थडेको भिडियो चाहिँ हेर्नु किन र भन्दा डराउने ह्यापी बर्थडे टु ह्यापी बर्थडे अलि बसेर ल ल आना रम पनि छ के छ ह्यापी बर्थडे नाचौँ न ल ह्यापी Ready? 1, 2, 3, go! दाइ नमस्कार ठीक छ दाइ हजुर दाइको ऊ चलाउन पायो भने राजा राजा हाम्रो अबदेखि के बुझ्यौ बर्थडे परेवाला यो ठाउँमा नआउनु यसरी झ्याकचलमा यति खान्देर झ्याक म त दुःख पर्यो सहयोग गर्नु पर्यो भनेर आएको नि खासमा ए मलाई त्यही हो भाषाले हो नमस्ते गरे खै नमस्ते राजा नमस्ते केही छैन आज ल पगारियो
भन्छ नि बालक ए यो के रे क्याटरिङको विजयले छ र हैन ओइ यता मिसले आउनु दिनु ल के कहिले एकले सुन्दैन यति कुरा एउटा कुरा हौस नहोस् हो भनेर यति हुन्छ के हेर्न दाइ के हुन्छ रे ठिक छ फेरि भन्नुहोस् न केटी पुरै खाइदिनु पुरो भाइ मेरो बात दाइ दाइ ए हेर त ओइ ओइ भर्खर टोइलेट गएको टोइलेट गएको च्या 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 यस्तो कुरा यहीसम्म गना सबै हान परेन नाक सुगर तेरा होइन अब मगाइदियो यार One eternity later. अहिले फेरि सुनेर गाली गर्ला ल हाम्रो टोली यहाँबाट झर्दै छ भनेको कहाँ गयो यार अझै अझै आउनु नि अब सिँढीमा अड्केछ नि म चाहिँ तल बसेर भ्लग स्टार्ट गर्न खोजिरहेको हो तर ए खोइ यहाँ मान्छे ल ल ल मेरो बाइक लाने भए हेलमेट ल्याउनु त्यही हो म बाइकको पछाडि बस्ने हो लिएर आउनु है यहाँ त बर्थडे वाले लिएर गएर खै हाम्रो टोली यहाँ जम्मा भइरह होइन सबैजना त्यही यो कुरोकानी को कता भन्ने अझै मेरो भइरह होइन केक फ्रिजमा हाल्यो अहिले हाम्रो टोली निस्क्यो सर मेरो बाइक कति राम्रो देखियो मेरो बाइक दाइ मेरो दाइ किन चस्मा के पार होला गफाने भट्राइले गफाने त्यतिको त गफान्छ केटी देखेछ फेरि किन झापातिर खाने भनेको साइडमा कति राम्रो दुईटा त्यही मैले हेरिसकेँ ल हामी अब चट्टा 12 मा नुवाकोटतिर लाग्दैछौँ आज यो यत्रो टाइमको सफल के अरे प्रयास सफल भयो केटाहरू सबै घुम्न जान माने बाहिर निक्ले बाहिर डाँडाबाट केटा खिच्दै देख्ने भयो वर्षौँपछि होइन आज चाहिँ उही आमाको काठ छोडे जस्तो फिल भइरहेको केटाहरूलाई आज रमाइलो होला बाटो आज रुन्छन् कि भन्ने पनि फिल लागिरहेको हो केटाहरू कहाँ भागे मिसो पाइएन होइन हामी दुइटा सँगै छौँ अब छिटो लाग्यो र रविलाल दाइ पछाडि हुनुहुन्छ होला अब यो दुइटा बाइकमा भएको केटाहरू अगाडि पुगे अब कुरोकानी त्यही हो सबभन्दा भागेका हुन् के हजुर पुलिस चाहिँ सबभन्दा भागेका हुन् अस्ति राजावादीको उसो परेर रहेछन् केटाहरू त्यो केरा चोर्ने त तिनीहरू पनि त थिए नि त अरे केरा चोर्ने त सबै यो पार्टीका थिए र तिनीहरू पनि त पार्टी के हुन्छ र जनता जनार्दन भेट्टे कहाँ होला नि यो उटपटाङ फेरि ए यो बाइक अहिले उड्ला एकातिर अहिले फेरि यार ल के छ को यो हान ओके हान ठोक अहिले उचुटेर उता गइएला अहिले त्यही नै हो हाम्रो टोलीमा जम्मा भयो ए दाइ यो बाइक लिएर जाऊँ के यो बाइक दाइ यो बाइक चलाउनु त यो उसले चलाउनु त होला अमिन के गर्नु त बाइकलाई यस्तो चिनेसमा को म बुटलको बाघ हो यहाँ जाम जतिको होइन जनावर होइन जनावरै हो
त्यो बाइकले बाटो छेको दाइले अब जुस खुवाउने अरे हैन ठिक छ ल पैसै छैन पिडा सबैले पिडा त स्पोन्सरको स्पोन्सर भट्टराई दाइ सबै त्यसमा रहेर मेरो बाइक डोराउने बुझाउनु पड्यो पहिला पुछ्नु अरे दाइ जुस खाउँछु अनि यहाँ नजिस्काउँछ म त पछाडि भयो नि अरू मलाई थाहा छैन नमागेको पैसा जबदेखि पैसा मागिहाल्नु ल्याइदिनु यही भाइ यही हो यो 50 रुपैयाँ दिनु म यो भने एकछिन नजिकै राजा हैन नराख एकछिन नजिकैको 50 छ यसमा राजा हैन नराख के अरा पैसा त जब 5 हो नि जति भयो नि राख्न सकर बोलान्छौ नभए किन्दिन्छु अहिले मेरो साथी हो पैसा बहुत है अपने पास है दाइ मेरो पैसा पाएको सबै भेट्टला हामीलाई जुस खोइ त नि पैसा नभए चलाउनु न किन चलाउने कति छिटो हो क्या दाइले गिलासमा नहाल्दै त्यसरी सबै हान्छन् पछाडि उभिएका दाइ सुरुमै आउँछ दाइले हेल्प गर्न आयो यो 50 लड्यान त्यसै जेठोबाट गरौँ जेठोबाट दुईजना भन्दा अगाडि त पर्छु होला म जेठोबाट गरे पनि दुईजना भन्दा अगाडि त पर्छु हेर त कति छिटो अहिले पैसा दिनेलाई त्यति अगाडि सर्ने नि कसो त होला गजब बेइज्जती जाने अगाडि तिमीसँग त म पनि त गर के म छोडेर जाने हो बरफ पाउनु त पातलो हुन्छ पातलोमा यहाँ पानी हालेर मैले खाएँ ल हाम्रो टोली यहाँ छौँ होइन यहाँ के सल्लाह यहाँ जुस नपाएर सल्लाह भइरह रिसाएर मुरमुरेर त्यसरी अहिले पिट हुन्छ ढुङ्गाइला आयो ल ताली उताकोमा सुइरो हालेर हामी चाहिँ यता कहाँ हिँडेर हामी बदल पोखरी आइयो अहिले अनि यहाँबाट जाने बाटो चाहिँ सट्ट माथिबाट यतातिर हाम्रो अर्को टोली त्यहाँ छ अरू उतातिर उहाँ पुगिसक्यो के छ पछाडि ड्राइभर हुन्छ सुस्त बोल्दा त यत्रो पनि सुनिन्न त्यही भएर चिच्चाउनु पर्छ कि सुस्त बोले लास्टमा मेरो बोली नै सुनिन्छ अहिले यार पछाडिको बाइकले तान्छ क्या अहिले यस्तो नराम्रो अगाडि पुग्छ अहिले यिनको डेटिङ आउने ठाउँ डिस्टर्ब भयो पढेलको आज डेटिङ आउने प्लान थियो होला बर्थडेमा काम नलाग्ने साथीहरूले लिएर आयो त अहिले लर्केर गइएला यार रातेको त पुरै बाटो यार
स्टप एकछिनलाई अहिले यहाँ डिस्कसन चलिरह हाम्रो टोलीहरू पुरै पुत्ताको पुत्ता होइन कम्पिटिसन हो आतुरीहरू हामी अनि ठुलो बाइकको हेलमेटै ठुलो हो फेरि खै चरो उडाउने भन्ने कुरो फेरि माथि उडाउने ल ल ल बस्नु यहाँ चरो नउड्ने कुरो भयो अलि सम्ममा चरो उड्दैन रे अब फेरि पुत्ताएर गयो अगाडि अब बुढा मान्छे फेरि पछाडि पछाडि भयो नि हात तिन्छन् त्यही हो कुरो आज कतिजना डेटिङ आएन ल भङ्ग हुने भयो के लाउँछ डेटिङ आउनु भनेको त्यहाँबाट स्कुटी यतैतिर आऊ 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 भन्ने दाइले डेटिङ आउँदैन भनेको मलाई दुइटा स्कुटी ओहो काठमाडौँलाई टप 1 भन्थे टप 2मा बुटोल पनि पर्छ कि पोल्युसनमा होइन यो त पल्युसन त त्यो त यो त हाम्रो घाम घमाइलो भएको घमाइलो भएको टायर त केही देख्दैन जीवन के तार्ने छ फेरि भन्नु फेरि भन्नु फेरि भन्नु वालै हो के त फेरि भन्नु फेरि भन्नु ठ्याक्कै यहाँ ला होइन यहाँ ला होइन यहाँ ला होइन यत्रो लाग्छ ढुङ्गैले हान्दामा चाहिँ गिम्बल मात्रै गर यहाँ चरो उडाउनु थाल्न यहाँ दाइले आफूलाई उहाँ कहाँ कसरी उडाउने ठोकिन्छ कि तारमा भन्नु पर्यो तर मलाई चाहिँ नौलो छैन है यो किन दाइले के कोटाएर खोज्नु त्यहाँ नदी बस्ने डर लाग्नु थाल्यो क्यामेरा उता गराएर त्यहाँ देख्नु नि थाहा पाउनु हजुर कहाँ लो कहाँ हो मन जान्ने नि ए क्या अरेको नदेखेको मान्छेलाई नि भाइ भाइ भनेर बोलाएर देखाउनु रे हि दाइ त देखाउनु न हि हो क्या के नि थप्नु मिल्छ मिल्छ ओए ल के छ ल हाम्रो यहाँ चल ल के ठिक छ नि टाउकोमा फेरि सुरुत्त जाला अहिले फेरि ल यसको रिजल्ट हेरौँ है अब म ठ्याक्क 3, 2, 1 भन्दै हालिदिउँ ल दाइले पेपर ल ल म भागेँ गयो ठुल्दै उहाँ जान ल यसको रिजल्ट चाहिँ अब हेर्नु होला है त जिन्दगी नै माया ए माया कसम पुरै यसका त एक मुन्डा बुद्ला खानी गयो होइन मगाउन यो गरे भने सबभन्दा मेन नाइ कि त्यही नै नाको मात्र ठुलो भएको सबले अर्डर गरे यो भिडियो हेर्ने बाहेक अरू सबै कुकुर देशद्रोही धन्न भिडियो अन गरे बेला कता भिडियो अन गरे बेला मैले सबैले भिडियो फर्किएको भन्दा यहाँ हेरौँ हेप्पी बिड्रोन यहाँ उडिरहेको दाइले यहाँ हेर्नु डिस्टेन्स 12 मिटर दाइ म हेर्छु यस्तो नचरा ल्याउ न दाइ
तर यो आफै नउडाएर सबको यहाँ टेस्टिङ कार्यक्रम भइरह होइन दाइले त्यहाँ हेरेर उडाइरहन्छ मैले यसपछि तिमी त पुरो पाइलटै गर्थ्यौ अहिले कता खसाल्ने अहिले त ए कसैले हेरे यहाँ बाँदरको हातमा नरियल के भइरह मलाई सिकाउँदै बाँदरको हातमा गडी नरियल हैन गडी अब त हामी चिया खानु के ल्याउ के हो अब हाम्रो चाहिँ यहाँ भ्याइयो आजको यहाँ कार्यक्रम अरू खासै केही खिच्न पाइएन किनभने अब रमाइलोको लागि आएको रमाइलो गर्ने दाइहरू त्यहाँ हुन्छ होइन त्यही हो कुराकानी हामी बसेको चाहिँ यहाँ हो चट्ट नम्बर देखाइदिन्छु मैले यहाँ ठिक छ ल बाई बाई सबजना निस्क्यौँ ल बाई बाई पठाउँलाई ल बाई 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 किन आत्तिन र मेरो पठाओ त्यहाँ हुन्छ होइन त्यही अब हामी निस्क्यौँ यहाँबाट चट्टबारमा त्यो ठाउँको भ्यू चाहिँ ट्याक्क यसरी हेर्नु ल जय ल यो के अरे नुवाकोट गाडी के भन्छ र अबे जल्दी बोल कल सुबह पनवेल निकलना है यस्तो बात हाल हैन कि हामी त उसको बनाएको थियौ नि टाउको डाइङ हाल के जय कुनै के उसकी जय भन्छ ल ल ल जाम बन्द अलि ठ्याक्कै बन्द जय ल जाम मुआको यार त्यो पुल ल अहिले चाहिँ हामी लाग्यो तलतिर टोली पछाडि छ सर त्यस बस्न चाहिँ मजा आयो बिल दियो एउटाको भागमा 1000 रुपियाँ चाहिँ उठ्यो होला यो कुरो ओ के चलाएको त्यस्तो डर लाग्ने गरी दाइ नउतिनु सुरु तिमीलाई जान्दिनु बरु यत्नै यो धुलो तल त जान्छ गर खत्तै तल जाउँला त्यही कुरो खाने होइन ल अहिले हामीले राख्यो आगो पुरै यहाँ भनौँ के छ यही आगो अब तल गएर हामी हेरेर टल्किन्छ ओहो को तातो आएको अहिले चाहिँ अब हामी यहाँ छौँ दुईटा मात्रै यहाँ बस्नु पऱ्यो है किनभने बाइक आउँछ त्यहाँ मैले ताँबी चाहिँ मैले लिएर आएर छु अनि त्यही भएर फेरि छोडेर गएछन् जान्ने भएर अगाडि दौडिएछन् ल्याएको मान्छे अब ल्याएको मान्छे होइन नि सर तिरुवन्दाले ल्याएको ताँबी तपाईँले मलाई हराउँछ मलाई दिनको होइन अनि त्यसपछि मेरै गोजामा पऱ्यो कुरो त्यही भयो गल्ती कसको त्यहाँ गल्ती कसै होइन ताँबी त अब हराउँछ अन्त गोजामा हाल्नै पऱ्यो अनि त्यसपछि हरायो आगोतिर फोकस गरौँ कि हामीले आगो हेर्नु सक्नुहुन्छ आगो स्याहार दन अघि त यहाँ पनि रहेछ त्यो यहाँबाट देखिन्छ टक्कै यस्तो लाइन हो कि यो कुरोकानी होइन यहाँ छ उहीँसम्म छ नक्सै भन्छ हौ यसरी हेर्दा त बाटो चाहिँ यो हो स्याट्टा पारामा हरियो पनि दन्किया छ क्या दन्किन लागेको छ सबै दन्किन्छ क्या त्यही हो अब हाम्रो टोली उता पछाडि आउँदैछ ऊ बाह्रमा अगाडिको भ्यू चाहिँ यस्तो छ दामी तपाईँलाई त केही नै हुँदैन अब हामी निस्किँदा अब सिधै उहीँ गएर भेटौँला यहाँबाट खिच्न मिल्दैन यहाँ चाहिँ अनि अलिअलि काटेर पनि पारेर खिच्न परिरहेको अब मैले चलाइसकेपछि फेरि उहीँसम्म लान्छु भनेर के अनि म पछाडि बसेर हेर्दै भ्लग बनाउँदै मेसै परेन अहिले एकैछिन यहाँ बाइक अब होइन छड्दै भले गरेर कति खिच्ने मेरै दुःख त देख्छ